हेर्दै सुने के हो आज क्यान्सल भएको कस्टमर हो तपाईको क्यान्सल भएको कस्टमरले हामीलाई भनेको के हो हिजो पनि फर्केर एडजस्ट कति जनालाई गर्न सकिन्छ एडजस्ट ए सर हिजोको मान्छेलाई आजसम्म हामी यहाँ हुँदा फरक परेन भने भोलि बिहानको मान्छेलाई भोलि बेलुका सार्दा तपाईँ के जान्छ समस्या हाम्रो मात्रै तपाईहरु मात्रै समस्या हुन्छ यस्तो हुन्छ एडजस्ट गर्ने कुरा भन्ने कुरा हुँदैन के हिजो उहाँको क्यान्सल भयो अनि एडजस्ट भयो उहाँको भयो कि भएन आज अनि उहाँको मान्छे हस्पिटलमा छ भोलि अनि त्यसको केही भयो भने तपाईँले क्यान्सल हुन्छ आज पनि 6 बजेमै दियो हैन तर अब यो हिजो पनि होइन तर अब पनि विकल्प नपाउनु हो यहाँनिर म भनिदिन्छु उहाँ हिजो आउनुभयो 6 बजे आयो क्यान्सल भयो भोलि एडजस्ट तपाईँ भनेको हिजो एडजस्ट गरेर आउनुभयो फेरि एडजस्ट भयो त्यही भएर हामीलाई फर्स्ट फ्लाइट चाहियो त्यतिको भने होइन कि फर्स्ट चाहियो भोलि राम्रो चाहिँ भोलि तपाईहरुलाई अलिकति शरम लाग्दैन यार काउन्टरमा चाहिँ शरम लाग्दैन सर हिजो बेलुकाको मान्छे अहिलेसम्म गएको छैन भने भोलि बिहानको मान्छेलाई रोक्न सक्नुहुन्न तपाईहरुले भोलि हामी कस्तो कुरा गर्नुहुन्छ यार हाम्रो मिल्न पर्यो जिम्मेवारी लिएपछि जवाफदेहिता छैन भने के जिम्मेवारी लिनुहुन्छ यार तपाईहरु त्यसो भए तपाईले अघि भनेको एडजस्ट भनेको के हो त हो त्यो बुझ्ने गरी भन्नुस् न बेलुकी भनेको कहिले 4 बजे आज बेलुका हुन्छ भन्नु प्राइभेट हुन्छ कि भोलि फर्स्ट फ्लाइट हुन्छ भन्नु न हामीले हामी अरु कुरा थाहा छैन फर्स्ट फ्लाइट हामी सबै मान्छे आइपुग्छ कुनै फ्लाइट हुँदैन यति कुरा भोलि फर्स्ट फर्स्ट फ्लाइट हामी यही आइपुग्छ बिहान कुनै हुँदैन हामी जाँदैनौँ त कहाँ जाने भोलि जाने कोही समय ठाउँमा जानु लाग्दैन कोही जाने यही बस्छ हामी भोलि बिहान फर्स्ट जान्छ नजाने कोही यही भन्नु भोलि फर्स्ट जाइन्छ भोलि बिहान फर्स्ट जाइन्छ अहिले हामी गयौँ भने तपाईँको व्यवस्थापन हामी हामी यही सोच्छौँ आज नै हामीले भोलि बिहान फर्स्ट भोलि हामीलाई खाने व्यवस्था गर्नुपर्छ भोलि फर्स्ट फ्लाइटमा बस बस हो जानुपर्छ बिहान बिहान कुरा गर्नु त तपाईँ गर्नु भोलि फर्स्ट चाहियो बस हामी त गाडी रिजर्भ कहाँ जाने भन्दैछु हामी गाडी रिजर्भ गरेर तपाईँहरूले प्रायोरिटी पाउनुहुन्छ र प्रायोरिटी के हो प्रायोरिटी भनेको के हो त्यही त यार हामीलाई फर्स्ट हामीले कोटा मागे अरे यार राख्नु पर्यो भोलि बिहान फर्स्ट हामीले लानु पर्यो त्यही त खुसी भइहाल्छ नि काम राम्रो काम गरेर भोलि अनि तपाईको फर्स्ट फ्लाइट कति होला भन्नु कहाँ 9 बजे हामी हिँडे छैन र यार यहाँ 7 बजे छ फ्लाइट फर्स्ट फ्लाइट हुन्छ क्यान्सल गरिदिनु न अनि क्यान्सल हामीले कुनै पनि गर्न मिल्दैन कि कुनै क्यान्सल गरिदिनु हामीलाई 5 मिनेट अगाडि टाइम ल्याउनु पर्यो नि त क्यान्सल त हामी जस्तो त अनि भोलि क्यान्सल पनि गर्ने हामी जस्तो यति ल्यान्ड भइसक्यो कस्टमर जानु भोलि बिहान फर्स्ट यति त उहाँ ल्यान्ड भइसक्यो भन्ने खबर त पायौँ त हामीले त अनि तपाईँहरूको कुन बाटोबाट हिँड्छ हो हामीलाई बताइदिनुहोस् न बरु रोड बिग्रिरहेको छौँ बोल्नुहोस् अहिले त्यही भोलि बिहान फर्स्ट चाहिँ खत्तम भयो सकिहाल्छ नि पुरै हामी बस्छौँ 3 बजेबाट आएको हामी पनि भनेको छैन होटल व्यवस्था बस गर्दिनु भनेको छैन हामी जान्छौँ बिहान आउँछौँ हामीले केही हामीले केही टाइम जान्छ बिहान आउँछौँ बस्छ हो टेन्सन नो टेन्सन कुरा दुनिया कुरा गर्नुभयो बिहान आउँछौँ बस्छ हामी जान्छ आफ्नो घर भयो नो टेन्सन गर्नु यो त क्राइम हो कुरा गरिसके उहाँहरूले माथिबाट के भन्नुहुन्छ भोलि बिहान भोलि हामी फर्स्ट हामीलाई रिस्क दिनु पर्यो तपाईँले विकल्प दिनु पर्यो हामी जान्छौँ अहिले भोलि बिहान आउँछौँ भोलि बिहान 1 बजे आउनु 1 बजे आउनुहोस् तपाईँले हामीले पठाउनु फ्लाइट मिलाउनु पर्यो तपाईँको काम के हो त्यही त हो समयसँग कुरा गर्नुहोस्
भिडियो कल गर्नुहोस्, देखाउनुहोस् हामीलाई यहाँ यसो गरिरहेको छ भन्नुहोस्। तपाईँको सम्बन्धित निकाय छ, इन्टरनेटको सुविधा छ, वेब क्याममा बगेर देखिन्छ, देखाउनुहोस् न। यस्तो भइरहेछ, अब म के गर्ने भन्ने बुद्ध भोलि टेलिभिजन मुख्य समाचारमा भोलि आउने अवस्था नहोस्। तपाईँको भोलि चाहिँ हामी उड्न पाएन भने कुनै फ्लाइट उड्न नहुने अवस्था नहोस्। त्यही त वक्ता कुरा यो राम्रोसँग कुरो गरेका छौँ हामी। होइन बिजनेस त भोलिको दिनमा नि गर्नु पर्ला के अरे। छैन नि, यो त उहाँहरू उहाँ भित्र बसेर डिसिजन गर्नुमा आयो क्या, हामीले वाच गरिरहेछौँ यहाँ भोलि हुँदैन यो। हामीलाई फर्स्ट दिनु न भयो, भोलि बिहान पुलिसले दियो, पुलिसले हामी जानु होइन, कति बजी जानु भन्नु खत्तम छ। 9 बजी आउँछु भन्नु तपाईँले, हाम्रो गएर जानु गरिजानु हामी। मान्छेको समस्या कुन समस्यामा गुज्रिरहेको हुन्छ यार, कुन मान्छे यार जे गरे पनि हुन्छ यार यिनीहरूलाई फर्स्ट पाइ हामी जान्छौँ। छैन।